हेलो साथीहरू, सबैलाई नमस्ते भन्छु। अनि आज चाहिँ भर्खर ड्युटीबाट आइसकेको होइन। हिजो सन्डे चाहिँ छुट्टी थियो। अहिले चाहिँ भर्खर ड्युटीबाट आएर के खाम भयो कि। अनि म चाहिँ सलाद बनाउन गएको छु। हेर्नुहोस् है, त्यो सलादमा चाहिँ मैले के हाल्छु भनेर। किनभने चाहिँ ड्युटीबाट आएपछि यस्तो केही खान मन लाग्छ नि। अनि मनले यस्तो केही चिजहरू मान्छ अनि खान मन लाग्छ कि। अनि त्यही भएर यो म बनाउँदैछु। हेर्नुहोस् है त, तपाईँहरूले कसरी बनाउनुहुन्छ त्यो मलाई थाहा छैन। अनि मैले चाहिँ अब सलाद चाहिँ मुङ दालहरू हालेर बनाउँछु होइन। अनि त्यसमा निम्बु, मुङ दाल सबै हालेर बनाउँछु। त्यस कारणले हेर्नुहोस् है, थोरै पत्तागोबी पनि हाल्छु। किनभने चाहिँ पत्तागोबी हालेको दामी लाग्छ खानलाई। त्यही भएर लेट पक्नै के गर्नु, यस्तै छ जिन्दगी होइन। पेटको लागि नै दुःख गर्नुपर्छ। अनि के गर्नु त, अब पेट नभएको बेला दुःख गर्नु पर्दैन होला साथीहरू। पेटको लागि दुःख गर्नुपर्छ, अब पेट नभएको भए त गर्नु पर्दैन होला। के गर्नु त है। एकछिन है, म चाहिँ तपाईँहरूलाई देखाउँछु के हाल्दैछु भनेर है। किनभने चाहिँ हेल्दी पनि हुन्छ यो चिज चाहिँ हेल्दी पनि हुन्छ साथीहरू। त्यही भएर अनि अब हाम्रो बसेर काम छ कि कम्पनीमा। अब बडी पनि अब धेरै भात खान पर्छ कम्पनीमा। अनि धेरै फुल्लिन्छ कि, बडीहरू मोटाउँछ। अनि थोडा साँझ हेल्दी चिज, कहिले त अनहेल्दी पनि खाइन्छ तेलको चिजहरू होइन। त्यही भएर चाहिँ हेर्नुहोस् है त, मैले यसमा के हाल्दैछु भनेर है। हेर्नुहोस् है त, यो चाहिँ हो है मुङको दाल हो। यो चाहिँ भिजाएर मैले यसरी उमारेको छु कि साथीहरू, यसरी है। अनि यसमा सलाडमा चाहिँ प्याज, पत्तागोबी, सिमला मिर्ची, ठुलो खुर्सानी हो यो चाहिँ, क्याप्सिकम भनिन्छ। अनि यो चाहिँ टमाटर है। अनि हालेर चाहिँ म मिलाउँछु है कि पक्नुला। किनभने चाहिँ सलाद चाहिँ मलाई एकदमै मनपर्छ। अनि यो चाहिँ रातो खुर्सानी पाउडर, रातो खुर्सानी। यो चाहिँ पिरो खान मन लाग्छ कि रातो खुर्सानी। यो चाहिँ नुन, तपाईँले आफ्नो स्वादको अनुसार नुन राख्नु होला है। यो चाहिँ नुन साथीहरू। अनि यो चाहिँ भयो निम्बु है। यो चाहिँ निम्बु, मलाई निम्बु पनि हालेँ होइन। अनि यो चाहिँ यत्तिकै सलाड हो। अनि यसलाई मिक्स गरेर खाने साथीहरू। यसमा चाहिँ ओइल केही पनि हालिँदैन होइन। चिम्चाले भएन कि हातले मिलाउनु पर्यो कि है। अनि तपाईँहरूलाई देखाउँछु नि है। हेर्नुहोस् है त साथीहरू, सलाद चाहिँ यस्तो भयो है। यो हो सलाद, हेर्नुहोस् है। अनि साँझको खाजा चाहिँ यही हो साथीहरू। त्यही भएर